होइन हाम्रो यो नेपालीलाई के भएको त्यहाँ अब त्यो बोर्डरमा अब पाकिस्तान र इन्डियाको घमसान पर्दैछ। अब हामी पनि अझै पनि चुपो लाएर बस्ने हो। कमसे कम हाम्रो दिदीबहिनीहरू दाजुभाइ पाकिस्तानमा हुने इन्डियामा त धेरै छन्। इन्डियाको जति तुरुन्त आफ्नो घरमा फर्किनु पऱ्यो कि त्यहाँ मर्ला पछि सरकारलाई गाली गर्ला यस्तो सरकार उस्तो सरकार भनेर भन्छन्। फेरि नेपाली हो गल्ती भयो नभए नि आफै त्यहाँ बसेर मर्छ अनि फेरि आफै सरकारलाई गाली गर्ने निकाल्न सकेन के सकेन वहाँ सकेन त्यो सकेन भन्ने होला। पाकिस्तान त्यति कमजोरी पनि छैन के त्यो इन्डियासँग लड्नलाई। हेर बेलैमा भनेको छु सबैले इन्डियामा बस्ने के अरे देश विदेशमा बस्नेहरूलाई पुर्याउनु पर्छ यो खबर सबैले सेयर गर्नुपर्छ। जसरी हुन्छ जतिखेर हुन्छ भन्दा इन्डियाबाट पाकिस्तानबाट जहाँ छ निक्लिने अकालमा ज्यान गुमाउने भए बस। आफू त नेपाली परे उत्तानो खुट्टा टाङ लाइन्छ बसिन्छ ढुक्कले। आफू त हाम्रो देश त्यो मुलाहरूले न्यु खोजेर हामीलाई हान्न सक्दैन हाम्रो देशलाई हान्न सक्दैन। तिनीहरूको भन्दा हतियार हाम्रो खतरा छ। तिनीहरूले हामीलाई सीमा नै मिचे पनि हामी केही बोल्ने होइन। चुपो लाएर हरुवा भएर यसो बसिसकेपछि त आनन्द हुन्छ हामीलाई त। हाम्रो सरकारले हवाई जवाफ पनि दिनु पर्दैन बोलीको जवाफ पनि दिनु पर्दैन इन्डिया देखेर गदगद पनि गर्नु पर्दैन पाकिस्तानलाई डाइलेक्ट पनि दिनु पर्दैन कसैलाई नदिने हो। हामी हरुवा हो हरुवा मान्छे चुपो लाएर बसिसकेपछि आनन्द हुन्छ। यसरी जनताले म जस्तो जनताले